खस चाहिँ जस्तो लाग्यो त्यो चाहिँ रेनकोट खसी अनि के अन्त खसी खस पानी चाहिँ त्यही गर्नु यो जिपिएसले गर्दा पनि यो स्टार्ट गर्नुलाई बहुत गाह्रो भइरहेको छ जिपिएस नराखौँ फेरि चोरी हुनेको डर जिपिएस राख्यो ब्याट्री र फेरि झ्याप्प ब्याट्री जहिले पनि डाउन भइरहेको छ कतिचोटि भइसक्यो ढकल स्टार्ट गर्नुपर्ने शनिबारको दिन अलिक खाली चाहिँ हुन्छ पहिला त्यो अरू दिनभन्दा अलिक गाडीहरू चाहिँ खाली नै हुन्छ जाम पनि त्यति हुँदैन हुन चाहिँ तर निस्किन मन चाहिँ लाग्दैन किन शनिबारको दिन सधैँ अफिस गइराख्ने भएर हुन्थ्यो एक दिन चाहिँ घरमा बसेर रेस्ट भइरहेको पुलिसक्यो सिग्नल पुलिसक्यो र म 40 सेकेन्डको धेरै पो रहेछ 60 सेकेन्डको रहेछ यो बाटो चाहिँ अहिले यति एक्सिडेन्ट भएको भइरहेको छ कि अस्ति भएर यस्तो यस्तो भइरहेको यो बाटो चाहिँ एकदमै ख्याल गरेर हिँड्नुपर्ने एकदम म्याक्सिमम एकदम एक्सिडेन्ट हुने ठाउँ भइरहेको छ बाटो एकदम सिधा छ एकदम राम्रो छ एकदमै स्विङ हालिरहेको छ एकदमै अचेल यहाँ चाहिँ एकदम ख्याल गर्नुपर्ने हुन्छ है त्यस्तै गरी यहाँ एक्सिडेन्ट भयो जस्तो छ यो एक्सिडेन्ट भयो रहेछ नभन्दा यहाँ जहिले पनि एक्सिडेन्ट हुन्छ क्या खालि यहाँ बाइक दिँदै जस्तो छ मैले कुरा गर्दै आइरहेको थिएँ खालके एक्सिडेन्ट भयो रहेछ यहाँ एकदमै एक्सिडेन्ट हुन्छ कि यहाँ यो ठाउँमा चाहिँ अलिअलि पनि होइन सधैँ हुन्छ यहाँ यो ठाउँलाई चाहिँ एकदम विचार गर्नुपर्ने हुन्छ यहाँ चाहिँ यो ठाउँ चाहिँ एकदमै मेन एक्सिडेन्ट हुने ठाउँ चाहिँ त्यो हो क्या कुरा गर्दै आउँदै थियो ठ्याक्कै एक्सिडेन्ट भयो रहेछ माइक त यहाँ तल झुन्डिरहेको छ कहाँको साला रेकर्ड भयो होला त नि अब त्यसका बाजे माइक त तल पो झुन्डिरहेको रहेछ यार कसरी झुन्ड्यो तल भिडियो क्वालिटी त अब भन्छ छैन भिडियो भन्नाले भोइस त अब दिमाग खराब झुन्डी पो आएर रहेछ हौ माइक त तल पो दिमाग खराब भइहाल्यो नि हौ अब त यो कोब्रो अफ गरिनु हुन्छ यार
कस्तो धुलो उडेको यार ला चाहिँ के हो यताउतै चेक त गर्नुपर्ने तलपट्टि त्यो रेनकोटलाई तलबाट यसो चेक चाहिँ गर्नुपर्ने एकचोटि झोला स्योला बोकेर आइएन झोला बोकेर आउनुपर्ने किन गाडी बिजी बिजी भइरहेछ हौ के बाटो यार यस्तो यार यहाँ त सबै टालटुल गरेको बाटो भएपछि यस्तै हो कि बम्पिङ रोड दिस इज कल्ड बम्पिङ रोड आरओएडी रोड फेरि माइक तल खसिराखेको रे कि अहिले बौद्ध यो बौद्धको यो बाटो चाहिँ एकचोटि सर बनाउनु पर्ने हो यार एकदमै बम्पिङको एकदम उस भइरहेछ यहाँ पनि यस्तो उस हालेछ हौ रेलिङ हालेर रहेछ त खुलिरहेछ त सिग्नल युटर्न चाहिँ गर्न पाइन्न तल त जान पाउँछ होला नि त 38 एकदमै जाम हुने ठाउँ हो कि चाहिँ अरे कहाँनिर हो त ग्यारेज चाहिँ ग्यारेज भएको चाहिँ यतातिर आउनु पर्ने हो शिवशक्ति शिवशक्ति अटो यहाँ रहेछ के हुँदैछ त अनि यही बाइकमै लाग्यो जोस 65 मा उनीहरूले 65 लाग्छ भने तर अब यताउता गऱ्यो भने अलिकति बढी आउँछ भनेको कताबाट यताबाट छिराउँ है यहाँबाट कताबाट छिर्दा चाहिँ हुन्छ नयाँ पो गर्नुपर्छ कुन चाहिँ होइन त्यो बोर पनि गर्नुपर्छ त्यो सेन्टोको हालेपछि सबै अनब्यालेन्स हुन्छ रे अनि सुरुदेखि नै गर्नुपर्छ यो 3-4 महिना चल्ने हिसाबले गरिदियो भने भोलि फेरि ऊ आउँछ हुँदैन भन्ने के दुई 4 महिना चलाएर त अर्थै रहेन नि होइन अनि बनाएपछि ढुक्क 2-3 वर्ष त चलोस् न 3 वर्ष त भइसक्यो गाडीको अहिलेसम्म खै कताबाट छिर्ने यताबाट हेर्नु र हामी यहाँबाट छिरेको है यहाँबाट निस्क्यो भोलि बिहान आएर चाहिँ उनीहरूलाई चाहिँ यसो छिटो छिटो गर्नु होइन कामहरू चाहिँ ठ्याकटुक ठ्याकटुक खास गर्छ केटाहरू काम त एउटा धोएको त त्यो नसकिकन अरू हात हाल्दैन अस्ति यहीँ आउनुपर्ने रहेछ यार दिमाग खराब अब त्यतिखेर त्यता गयो अस्ति सेकेन्डचोटि नि त्यतातिर नबनाउनु पर्ने रहेछ अब के गर्ने 1.5 घन्टामा त इन्जिन फाटफुल खोलिदियो भने ठिक छ ठिकै रिकन्डिसन पनि राखेका छन् गाडी 4-5
शनिबार पनि गाडीहरू कति प्याक भएको हो? आज शनिबार धेरै कम हुन्छ। अब बढ्छ नि, अहिले बढ्न थाल्यो। अलिक बढ्न थाले क्या अहिले। अहिले जाम हुन्छ एकछिन, सबै खाना निस्किया हुन्छ कि। मलाई त्यसको कारण चोकमा छोडिदिने। उता छोडिन्छ भित्र किन? भित्रै छोडिन्छ नि। भोलि पनि अफिस बन्द हो र होइन? हुँदैन, अफिस खुल्ला हुन्छ। बाइकहरू त्यहीँ रहेछ, यिनीहरू अघि एक्सिडेन्ट भएको। यही हो, यिनीहरू हो एक्सिडेन्ट भएको। यहाँ चाहिँ यहाँ पनि हिजो पनि भयो थियो। यहाँ हिजो हप्तामा 2-3 फेर हुन थाले। डेली यस्तो भइरहेछ, मैले कति देखिसकेको छु यार। म त यता हिँड्यो भने यो भित्री बाटो हिँड्छु। पानी पर्छ यार, पानी। रेनकोट छ त्यही पनि यहीँ त अब एकैछिन पुगिहालिन्छ। डाइरेक्ट घर जाने हो अब। उस पनि भइरहेछ, चिसो लागेर त्यो के हुन्छ अरे उस भइरहेछ कि रुगाले साइनेस खाएर आएको मैले अहिले फेरि। आज त बन्द। अनि कागजपत्र सबै ठिक छ नि? यो कति गतेको हो? 22 गतेको साउनको सकिन्छ। यहीँ छोडिन्छ यता? उताबाट जान्छ। ए यहाँभित्र? त्यसमै टाँसिएर पनि आएको छ होला नि त। अनि जितेको गाडी त छैन क्या। यताबाट जान्छु म। देखेछु मैले। ल है त ल। के को जाम भइरहेछ यहाँ? इन्डियन बस सुप्रिम। ओ बादल त कालै भइरहेछ त माथि त यार। पानी चाहिँ खत्रै पर्छ जस्तो छ अब फेरि। नयाँ ड्राइभर जस्तो लाग्यो त हौ गाडी चलाउने मान्छे त यार। फटाफट नकुदाएर के गराएछ हौ यस्तो। कुदाउने अन्त अगाडि केही छैन भने चाहिँ